हेलो गाइस अझै ब्लग हानिदिनु पऱ्यो कि यहाँ चाहिँ अब यो ग्रिसी मान्छेले चाहिँ अब खाना खानलाई बोलाएको इन्भिटेसन छ पार्टी भन्दै त्यहाँदेखि चट्ट परेर आइदियो पुरै यहाँ त भेटाउँदै नभेटाएर आधी घन्टा भइसक्यो घुमेको रातको यहाँ 10 बजिसक्यो कति बेला भेटिन्छ अब पनि थाहा छैन हिँड्दै जाडो थियो अब गर्मी भइसक्यो हिँड्दै लेट्स सी कति बेला भेटिन्छ देखाउँछु भेट्यो भने चाहिँ नभेटे त अब त्यस्तै क्यामेरासित बोली कन्फिडेन्स आए कन्फिडेन्स हुन्छ नि कन्फिडेन्स टक्क लाएर अब चाहिँ भ्लग हालिराख्छु कि अब मुड हो भ्लग हाल्छु कि हाल्दिनँ यही पनि थाहा छैन यो कम्प्लिट हुन्छ कि हुँदैन थाहा छैन रमाइलोको लागि यसो क्यामेरा त खोलिदिनु बोटो हिँड्दैन भेट्टाएपछि चाहिँ यहाँ समाउँदै हात दुख्छ के भ्लग बनाउनु खोइ भेट्यो Oh yeah, we found it. भेट्यो भित्र भेटिसक्यो भेटाइसक्यो हामीले खाना खाने ठाउँ भेटाएर अब आइसक्यो बस्यौँ अब यहाँ के छ स्पेसल हेर्दै जाउँ टन्नै आउनु न के दिन्छ लेट्सी हामीले खानाहरू लाग्यो यहाँ चाहिँ कृष्ण अनौठो उस रहेछ क्या यहाँको ट्रेडिसन भन्ने कम्प्लिमेन्ट्री टाइपको चाहिँ ब्रेड आउँदो रहेछ ब्रेड चाहिँ फ्रीको हुँदो रहेछ फ्रीको ब्रेड जति खाने हुने फ्रीको ब्रेड आयो फेरि लेमोनेड चाहिँ बियर ल्याएर चाहिँ बियर चाहिँ खानु बियर चाहिँ फ्रीको बियर चाहिँ म खान्न यार्नु सोझो पऱ्यो मेरो लेमोनेड आउँछ लेमोनेड चाहिँ पारामा खानुपर्छ यहाँ कति बेला हुन्छ अपडेट दिइरहेको छु अपडेट आइरहेको छ त्यही हो यसको 0.5 थियो छैन किन हो यो क्यामेराको एङ्गलमा एकछिनमा खानासाना आएपछि चाहिँ फेरि आउँछ ब्याक हुन्छ ब्याक खाना चाहिँ आइसक्यो होइन अब चाहिँ आफ्टर लङ टाइममा पहिले खाना आइसक्यो खाना चाहिँ यस्तो है यो चाहिँ ग्रिल गरेर चिकन चाहिँ राइस भात चाहिँ खानु पऱ्यो चाहिँ खाना पऱ्यो के गर्नु तर भात त जे गरे नि हाम्रो नेपाली मिठो के भात खासै छँदै छैन ट्याङ्कै गयो भात त जति जे खान्छ नेपालको जस्तो भात चाहिँ हुँदैन चिकन चाहिँ कस्तो छ
ग्रिल चिकन चाहिँ मिठै रहेछ। फेरि अर्को आइटम आयो होला चाहिँ फेरि देखाउँछु। अहिले चाहिँ यो सक्नु पऱ्यो पहिला, अर्को आइटम देखाएर अर्को आइटम आयो भने चाहिँ फेरि देखाउँछु। हामी चाहिँ त्यहाँबाट चाहिँ खाना खाएर निस्किसक्यौँ। खाना खाएर पेट चाहिँ एकदम डुम्म र पुडुम्म भइसक्यो। अनि त्यहाँबाट चाहिँ यसो पानी नै उठाएर ल्याइदिएको हो, पानी नि ठुलो छ। अब रुममा जाने, रुममा गएर चाहिँ अनि बल्ल हुन्छ सुताइ प्रोग्राम। नसुतेको भइसक्यो लगभग कति दिन भइसक्यो, 36 घन्टा भयो कि कति हुन्छ होइन, 37 2 घन्टा 48। यस्तो कप्ससित त मतलबै छैन। 48 घन्टाभन्दा बढी 2 दिन भनेपछि 2 दिनभन्दा बढी भइसक्यो। 52-53 घन्टा भइसक्यो नसुतेको। आज चाहिँ सुत्न पाइन्छ कि भन्ने आश हो। आज चाहिँ सुतिन्छ होला। जाम न जाम, लेट्स गो। पारामा खाजासाजा खाएर नि रुममा आइसकेको छौ। के गर्नु, रुममा आइसकेँ म। चिसो छ, के गर्नु। रुममा यस्तरी पल्टिन पाएँ भइहाल्यो। आज अलिक टन्नै खायो, पेट दुइरहेको जस्तो हो। अब चाहिँ सुत्नुपर्छ। भ्लग अब के बनाउने भन्दा यतिको त बनाएको अरे। अब अपलोड गरिहालेछु भने गरिहालौँ न, गरेन्छु भने आफै हेर्छु के छ र, होइन त। अझै यहाँ भइसक्यो 12 कति भइसक्यो, 12 साढे 12 बजिसक्यो रहेछ। अझै म नि टक्क लाएर गाउँछु र फेरि सुतिन्छु। त्यहाँपछि अब फेरि अब भोलि भ्लग बनाउने सोच नै पोस्ट गर्छु। बनाउनु त यसै हल्का फुल्का रेकर्ड त गर्छु, तर के गर्नु, पोस्ट गर्नलाई वातावरणै मिल्दैन। के गर्नु, पोस्ट गर्ने यस्तो वातावरण मिल्यो भने चाहिँ पोस्ट गर्छु। गरे लाइक कमेन्ट सेयर सब्सक्राइब के हुन्छ सबै गरिदिनु होला है त। बाई बाई साथीहरू।